हेलो गाइज, गुड मर्निङ, ह्याप्पी न्यू इयर। म चाहिँ बिहानै उठेर नुहाइधुवाइ गरेर अब एकछिनमा मन्दिर जान लागेको। म रेडी भइसकेँ मन्दिर जानलाई। अहिले भर्खरै अलि अगाडि चाहिँ त्यही 10-15 मिनट अगाडि चाहिँ सानमम्मीसँग कुरा भएको थियो। अब एकछिनमा चाहिँ हामी मन्दिर जाने हो। मेरो भाइ बहिनीहरू पनि आउने हुन्। अहिले एकछिनमा हजुरलाई भेटौँला भाइ बहिनीहरू आइसकेपछि। भर्खरै फोन भएको थियो सानमम्मीसँग। मेरो बहिनी र मेरो भाइ पनि आउँदैछन् अरे, पुगिरहेको छन् भन्नुभएको थियो। सायद पुगिहाल्यो क्या हो, गेटनिर छन्। ओ माइ गड, पुगिहाल्यो। आऊ आऊ, वेलकम छ। ह्याप्पी न्यू इयर। Thank you, same to you. भाग्यमानी ठुलो हुनु, तिमी पनि ठुली हुनु। ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर गाइस। Happy New Year. Happy New A few moments later. हामी चाहिँ मन्दिरतिर लाग्यौँ। मन्दिरतिर लाग्दाखेरि चाहिँ ठ्याक्क दादाको घर पर्छ क्या बाटोमा। अनि दादा घर पसेर एकछिन भेटघाट गरेर त्यसपछि दादाहरूसँग नै जाने प्लान भयो। अनि हामी चाहिँ दादाको घरतिर लाग्यौँ। दादाको घर पुगेपछि भेटौँला। पुग्यौँ भाउजूको घर। अब हामी चाहिँ भाउजूको घर गइरहेछौँ। हामी चाहिँ भाउजू र दादालाई भेट्न। भाउजू र दादाको घर भन्नुपर्ने ठाउँमा मैले भाउजू मात्र भने। ओ माई गड, दादा रिसाउला होइन फेरि। हो कि नै? ठिक छ, हामी गइरहेछौँ अब माथितिर। होइन चाहिँ फोर रहेछ। हामी चाहिँ माथि जान लाग्यौँ। हेलो गाइस, कहाँ हुनुहुन्छ हजुरहरू? हामी पुग्यौँ दादाको घर जानु बाबु। ल जाऊ जाऊ, चोट लाग्ला। ओहो ओहो मेरो दाई, हेर हेर। ल ह्याप्पी न्यू इयर। पुरा गोरो गोरो हिरो हिरो खै भाउजू। ओ माई गड, रेडी हुँदै हुनुहुन्छ? ओ माई गड, ह्याप्पी न्यू इयर। ओहो हिरो पनि आएछ। A few moments later. हामी चाहिँ पुगिसक्यौँ होइन मन्दिर। दादा भाउजू अनि भाइ र अर्को दादा चाहिँ आउनु बाँकी नै छ। मन्दिर बन्देवी मन्दिर आएको हामी चाहिँ आज वेट गरिरहेको छौँ। अनि त्यसपछि दर्शन गर्न जान्छ हामी चाहिँ। दादाहरू आउनु भयो, भाइहरू भाइ। A few inches later. चाहिँ घर पुग्यौँ। मन्दिरबाट आएँ भर्खरै, त्यो मेरो घर सकियो आजको न्यु इयरको घुमघाम पनि। घुमघाम भन्दा नि मन्दिरको दर्शन चाहिँ लाइक, सब्सक्राइब, कमेन्ट, साथसाथै सपोर्ट पनि गर्नु होला। हजुरहरूको सपोर्टले नै त हो अगाडि बढ्ने भनेको। बाई बाई।